एउटा स्ट्याटस हेरेको थिएँ मैले। एउटा स्ट्याटस लेखेछन् अहिलेका नयाँहरूले, केपी ओली अत्यन्त महत्त्वपूर्ण हुनुहुन्छ देशका लागि, त्यसकारण उहाँलाई जतन साथ माटो पनि गाडी दिनुपर्छ। महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ, देशको सम्पत्ति हुनुहुन्छ, जतनले राख्नुपर्छ, त्यसकारण माटा पनि गाडी दिनुपर्छ। कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति, केका लागि राजनीति भन्ने हामी विचार गर्न सक्छौँ। महत्त्वपूर्ण सम्पत्ति हुनुहुन्छ केपी ओलीजी, त्यसकारण उहाँलाई गाडी दिनुपर्छ। कस्तो पवित्र भावना हेर्नुहोस् त, मान्छे गाडी दिने जिउँदै कति पवित्र, कति महान बनाउँछन् यिनले देश। यही हो देश बनाउने तरिका। त्यसै कारण देश बनाउने र जलाउनेका बीचको लडाईँ छ अहिले। हामीले देश बनाउनेको साथमा उभिनुपर्छ, देश बनाउने काममा जुट्नुपर्छ। त्यही काममा